हेलो गाइज, ब्याक टु माई युट्युब च्यानल के अधिकारी। म आज भोट हाल्न जाँदैछु। मेरो चाहिँ हामी चाहिँ पहिला उता देउरालीमा बस्थ्यौँ, अनि अहिले चाहिँ हाल हामी देवपुरमा छौँ, किनकि दसैँ सराई दर गऱ्यो होइन। अनि त्यही भएर चाहिँ हाम्रो उता भोटर कार्ड चाहिँ भोट नावली चाहिँ उता देउरालीतिर छ कि, त्यही भएर चाहिँ म चाहिँ पूर्णमा जानुपर्छ भोट हाल्नलाई चाहिँ होइन। अब लगभग 2 घन्टा जति हिँड्नुपर्छ, 1 घन्टा सायद 2 घन्टा जति होला। एक्लै छु, यस्तो बाटो छ। अनि एउटा कुरो गाइज, हामी चाहिँ पहिला चाहिँ उता बस्थ्यौँ होइन, भने नै अघि नै मैले चाहिँ देउरालीमा बस्थ्यौँ भने, अनि पछि चाहिँ देवपुरतिर आइयो। 9 र 10 चाहिँ हामी यतैबाट पढ्न जान्थ्यौँ क्या। बाटो चाहिँ यस्तो छ है, पहिला चाहिँ राम्रो हुन्छ है, पहिला चाहिँ सबै यहीँनिर हिँड्थ्यो, यो सफा गरिराख्थ्यो कि। अनि पछि चाहिँ के भयो भने यता बाटो चाहिँ माथि चाहिँ देख्नुपर्ने हुन्छ बाटो छ होइन। अनि यो बाटो चाहिँ हिँड्न छोडेकै, सर्टकट चाहिँ यो बाटो छ होइन। अनि उकालो त उकालै छ, अनि सफा हुन्छ। हामी चाहिँ 2 वर्ष चाहिँ म चाहिँ 2 वर्ष चाहिँ यहीँबाट पढ्न जान्थेँ कि। 9 र 10 चाहिँ यताबाट जान्थ्यौँ। यो बाटो एकदम गर्मी भयो, खास गर्मी। अझै जान छ, कति जान छ। अहिले चाहिँ यहाँ बाटो खनिया रहेछन्, यस्तो छ। मलाई चाहिँ थाहा थिएन कि, त्यही भएर यताको बाटो आएँ। ठिकै छ। अहिले चाहिँ बाटो बनाउन पिच गर्नको लागि रहेछ क्या, त्यही नलीसली खनेको रहेछ। म चाहिँ यो रोडबाट जाने भने चाहिँ धेरै टाइम लाग्छ, त्यही भएर चाहिँ म चाहिँ यो यहाँबाट माथि सिधै यहाँबाट सिधै माथि जान्छु। यहाँबाट माथि चाहिँ लास्ट गर्मी छ यार गाइज, हिँड्न नसकिने लास्टै गर्मी हो। म चाहिँ त्यति ढिलो, म चाहिँ अहिले छिटो आएको छु कि, नत्र भने त उता एउटा गाडी आउँदो रहेछ, तर म छिटो आएको छु कि। लास्ट गर्मी हो। म बिस्तारै हिँडिरहेको छु, लास्ट गर्मी भएर। भोट केमा अरे? रुखमा। तिमीले? बहिनीले केमा? के भनिन्छौ नि घर? कसलाई हाल्ने भनिन्छौ? आमालाई घन्टी हाल्ने भनिन्छौ? साँच्ची? कतिमा पढ्छौ नि? ए कहाँ पढ्छौ नि? कुन स्कुलमा आउँछ नि? साँच्ची भनिन्छौ नि घन्टी हाल्ने भनेर? बाबालाई चाहिँ रुखमा? किन त नि बाबालाई रुखमा? ए ल ठिक छ। है को बन्छ होला प्रधानमन्त्री अहिले? के लाउँछ? को घन्टीबाट को बन्ला जस्तो लाग्छ? बालेन कि रवि लामी छाने? को लाग्छ? ल है गाइला गाइज, विकास त नभएको होइन नि, विकास त भइछ नि। यो पिच पनि भइछ होइन, बाटो पिच छ, त्यो गाउँ पनि दामी छ होइन, राम्रो छ। माथि पहाड, तर के भने विकास त छ, यस्तो दामी छ नि बाटो नि है। यहाँ त माथि त दामी छ, पिच भएको बाटो छ, घरहरू पनि दामी छन्, बाटो पनि राम्रो छ। तर विकास नभएको होइन, पछिल्लो समय विकास चाहिँ भइछ, ठिक छ। हेरौँ अहिले अब के हुन्छ। गाइज म त जाँदैछु, अझै छ लगभग अझै 1 घन्टा जति लाग्छ होला है। अनि अहिले के छ भने गाइज होइन, अहिले धेरै मान्छेको के छ भने भोट केलाई दिएर
के हुने भयो र कसलाई दिएर के हुने भयो र भन्ने सबैको छ कि यत्रो वर्ष विचार गरियो भोट कसलाई दिएर के हुने भयो भन्ने छ कि अहिले भर्खर मैले बाटोमा त्यहाँ एउटा दोकानमा सुनेँ होइन सबैको त्यही के कसलाई दिएर के नै हुन्छ र भन्ने मात्रै छ कि पहिलाकाले तपाईँले भोटमा आउने अनि त्यति बेला यो गरिदिन्छु यस्तो गरिदिन्छु उस्तो गरिदिन्छु भन्ने होइन अनि पछि चाहिँ नगरिदिने केही काम नगर्ने अनि फेरि भएर विश्वास छैन कि अहिले मान्छे धेरै परिवर्तन भइसकेको छ तर पनि म धेरै पछि आएको है यहाँ चाहिँ यो गाउँ चाहिँ धेरै राम्रो भएको छ कि पिच गरिदिए रहेछन् धेरै राम्रो भएर रहेछ अहिले त घरहरू पनि राम्रो छन् तर के छ भने अहिले गाउँघरमा चाहिँ मान्छे बस्नै छोडिसक्यो कि भएका जति अब कोही विदेश जाने कोही के गर्ने यहाँ गाउँघरमा हुने भनेको त सबै बुढापाका मात्रै हो कि बुढाबुढी त्यस्तो मात्रै हो तर पनि अहिले धेरै राम्रो भएर रहेछ यार राम्रो भएर रहेछ पिस गरेको है घरहरू पनि राम्रो गाउँ त सुनसान छ सबै भोट हाल्न चाहिँ गयो होला नि तर म एक्लै छु म जान पनि वहाँ माथि वहाँ टाढा हो कहाँ भन्दाखेरि चाहिँ हो उहाँको डाँडामा हो त्यहाँ हो केही छैन बिस्तारै पुगिन्छ गाई चाहिँ यहाँ चाहिँ सुरु भइसक्यो है हाम्रो चाहिँ अब भोट हाल्ने चाहिँ सुरु भइसकेको छ है भोट हाल्यो हाम्रा जेन्जी सिद्धार्थ यहाँ अर्जुन मिलन धुर्वे भान्जा हाम्रा नेता भविष्यका नेता आउने भाइ रमाइलो छ सबैजना अहिले है युट्युब च्यानलमा आउँछ है केटाहरू है हाम्रो नेता भविष्यका नेता लगाइज फाइनली भोट पनि हालेँ होइन मैले अनि म चाहिँ अहिले फर्किनु भोट हालिसकेर चाहिँ अहिले चाहिँ एक्लै छु चाहिँ डाइरेक्ट म घर जान्छु होला है बाटो त अब यस्तै छ होइन भोट हालिसक्यो एकैछिन केटाहरूसँग गफसफ अनि यताउति अनि बसिहाल्यो ठिकै भयो अब टाइम पास पनि भयो भोटिहाल्यो अब चाहिँ एक्लै छु म किनकि कोही पनि थिएनन् साथी उताबाट आउने म एक्लै थिएँ अब चाहिँ फर्केको फाइनली गाइज मैले चाहिँ भोट हालेर आएँ होइन अब थकेलाएर हिँड्दै थकेलाएर म यहाँ बसिछु एकैछिन यहाँ बसेर चाहिँ म जान्छु अब आइयो यो मौसम चाहिँ अलि राम्रो छैन कि नत्र दामी देखिन्थ्यो यो ठाउँबाट सबै हाम्रो गाउँ देखिन्थ्यो अब धेरै छैन हो त्यहीँ अलि तलतिरसम्म हो यस्तो राम्रो देखिन्थ्यो कि अलि मौसम चाहिँ राम्रो क्लियर छैन कस्तो लागे जस्तो रहेछ नत्र नै दामी देखिन्थ्यो कि प्यारीको गाउँसाउँ सबै दामी देखिन्थ्यो केही छैन ल अब चाहिँ उनीहरू जान्छु एकछिन यहाँ बसेको थोरै लाएर अर्को ब्लगमा भेटौँ ल बाई।